नमस्कार सबैजनालाई स्वागत छ फेरि यो न्यू भिडियोमा। र आजको यो न्यू भिडियोमा सबैको मेरो शेयरमा त आइसकेको होला, किनकि हिजो नै 14 गते त्यो आइसकेको होला। आज त 15 गते हो, एक दिनको बाद मैले भिडियो बनाएँ हैन। सबैजना जान्दै हुनुहुन्छ कि माछापुच्छ्रे एसआईपी योजना आएको छ अहिलेको टाइममा हैन। योमा के कसरी गर्ने छ सबै कुराको जानकारी म तपाईलाई बताउने छु, के कसरी भर्ने छ। भिडियोलाई लास्टसम्म हेर्दिनु होला। भिडियो राम्रो लाग्छ भने भिडियो लाइक गरी च्यानललाई सब्स्क्राइब गरिदिनु होला र आफ्नो साथीभाइहरुसँग पनि शेयर गरिदिनु होला। सबैभन्दा पहिला हामीहरु यो बुझौं कि यो खोलेको छ 5 करोड युनिट यसले खोलेको छ र अहिले मार्केटमा तत्काल जनरल युनिट कति लागेको छ 2 करोड युनिट मात्र लागेको छ र 75 लाख युनिट फर माछापुच्छ्रे बैंक यसलाई दिएको छ र 75 लाख युनिट त्यसको पर्सेन्टेज हिसाबले काटेको छ र फर जनरल पब्लिकहरुको लागि 1.25 करोड युनिट अहिले पब्लिक भएको छ हैन। अब पर युनिट प्राइस 10 रुपैयाँ मात्रै रहनेछ र अप्लाई लिमिट कति रहनेछ 100 युनिट देखि लिएर 20 लाख युनिटसम्म तपाईहरु यसलाई अप्लाई गर्न सक्नुहुन्छ। यो यस्तो होइन कि 1000 युनिट 2000 युनिट मात्र हामीहरु जो 1000 मा खरिदथे 10 युनिट, यस्तो होइन। 10 रुपैयाँको दरले 100 युनिट हामी बाइ गर्न सक्छौं 1000 रुपैयाँ लगाएर। त्यसपछि तपाईहरु 20 लाख सम्म खरिद्न सक्नुहुन्छ। यो के कस्तो छ सबै कुरामा हुन्छ कि अहिले जस्तै हामीहरु योमा इन्भेस्ट गरे भने हामीलाई हरेक महिना इन्भेस्ट गर्नुपर्छ कि योमा। त्यसपछि तपाईहरु यसलाई जो सर्ट टर्ममा सोचेर आउनुहुन्छ कि तपाईहरु पैसा छ भने, नर्मल मान्छे हुनुहुन्छ भने नभर हैन, पैसा छ भने तपाई यसलाई इन्भेस्ट गरेपछि लङ टर्म तपाईहरु यसलाई राख्न सक्नुहुन्छ। यो लङ टर्मको लागि हो, धेरै राम्रो प्रॉफिट दिनेछ तपाईहरुको लागि। त्यो भन्दा पहिला हामीहरु यो बुझिहालौं कि कहिलेदेखि कति गतेसम्म छ र कति गतेसम्म हामीहरु यो भर्न सक्छौं, त्यो पनि बुझ्नु पर्यो हैन। खुलिसक्यो 14 गते र यसको छिटो डेट सत्ने 17 गते थियो, यसको छिटो डेट सतिहाल्छ हैन। ढिलो हो 27 गते हामीहरु यसलाई गर्न सक्छौं। 27 गते लास्टसम्म हामी यसलाई भर्न सक्छौं। जस्तै 20 लाख युनिट हैन, त्योमा भएन भने, त्यो अप्लाई गर्न सकेन भने हामीहरु 28 गतेसम्म यो 20 लाखलाई पूरा गर्न सक्छौं। त्यो लागि अलिकति डेट पनि सारेको छ र यसलाई हामी हरेक महिना 1-1000 को रुपैयाँले यसलाई इन्भेस्ट गर्नुपर्छ। त्यो कारणले यसलाई लङ टर्म सोच्नु पर्यो हैन। यसको बारेमा अझै इन्फर्मेसन चाहियो तपाईहरुलाई त नर्मल मान्छे नभर्दा पनि हुन्छ, भरे पनि राम्रोसित भर्छ हैन। धेरै ठुलो पनि यो जान सक्छ। आउनेवाला टाइममा धेरै प्रॉफिट दिनेछ। यो एसआईपी योजनाै बनाएको छ। यो कारणले हरेक महिना इन्भेस्ट गरेर हाम्रो पैसालाई धेरै डबल बनाउने र धेरै पैसा बनाउने कारणले यो बनाएको छ। र अझै यसको बारेमा इम्पोर्टेन्ट भिडियो र राम्रोसित यसको एक्सप्लेनेसन भिडियो चाहियो भने एसआईपी भनेको के हो, के कस्तो छ, सबै कुराको जानकारी म ल्याउँदै रहन्छु। भिडियोलाई लाइक गरी च्यानल सब्स्क्राइब गरिदिनु होला र आफ्नो साथीभाइहरुसँग पनि शेयर गरिदिनु होला। यस्तो टिप्स एन्ड ट्रिक्सको लागि र आइपिओ भिडियो त आउँदै रहन्छ। धन्यवाद।